ढिँडो पकाउँदाखेरि यो समन भयो। हेलो एभ्रिवान, इट्स मी सन्चु। र आज चाहिँ चिसो बढेको कारणले आज म दिदीभाइलाई चाहिँ एकदमै ढिँडो खानु मन लागेको थियो। अनि त्यही भएर आज चाहिँ म बनाउँदैछु ढिँडो। बट आई डोन्ट नो टु मेक होइन प्रोपर ढिँडो त, बट आई विल ट्राई माई बेस्ट। मम्मीले बनाउनु भएको देखेर त्यही अनुसार बनाउँछु है। अनि मैले चाहिँ मजाले लसुनहरू हालेर मिठो पारेर कुखुराको मासु बनाएँ। अनि यहाँनिर चाहिँ मैले गिलासमा चाहिँ पिठो पानीहरू हालेर मजाले घोलेँ, किनकि म चाहिँ तातो पानी ढिँडो बनाउनभन्दा अगाडि त तातो पानीमा चाहिँ यो हाल्छु डल्लो नपरोस् भनेर, यसरी होइन। अनि मैले चाहिँ बिस्तारै बिस्तारै पिठो हाल्दै बनाउँदै मोल्दै म ढिँडो बनाउँदै थिएँ होइन। यो के बन्दै थियो मलाई चाहिँ थाहा भएन होइन, हाँस पनि उठिरहेको थियो। अनि लास्टमा चाहिँ भाइले समात्यो अनि मैले मजाले मोलेँ अनि एकदम राम्रो भएको थियो होइन। अनि त्यसपछि टक्क भाइ चाहिँ धनियाँ खाँदैन, अनि मैले मेरोमा चाहिँ टक्क मासुमा धनियाँ हालेर हाम्रो अक्काबारी खोर्सानी, यो चाहिँ मैले नै हालेको अचार हो है अक्काबारीको। अनि टक्क खायौँ होइन, एकदमै मिठो भएको थियो। अनि भाइले पनि एकदमै मिठो छ दिदी भन्थ्यो, मजाले गम गम खाइरहेको थियो। अनि उसलाई चाहिँ ढिँडो यस्तो भनेपछि साह्रै मनपर्छ क्या। अनि मैले पनि ट्राई गरेँ कस्तो छ टेस्ट भनेर होइन। मैले चाहिँ मजाले चोबेर अनि चिसो मौसममा ज्याम्म खाएको, एकदमै एकदमै मिठो थियो। हुन त आफ्नो तारिफ र के गर्नु, र पनि मैले पकाएको चाहिँ सबैजनाले मन पराउनुहुन्छ है। अनि एकदमै मिठो भएको थियो। अनि लसुन चाहिँ मलाई एकदमै मनपर्छ क्या, किनभने यस्तो चिसोमा लसुनले चाहिँ उयो चिसो काट्छ क्या। अनि अक्काबारी झन् मेरो फेभरेट भइगयो। सो थ्याङ्क यू फर वाचिङ, बाई।